बालेन साहब भन्नुभएको छ एउटा सुदन गुरुङले गृह प्रशासन चलाइरहेछन् आज। सुदन हेर्दै जानुहोस् न, सुदनको के मैले अस्ति पनि भने नि, मलाई घमण्ड गरौ भन्छन् हैन। बालेन र सुदनले एक दिन ठिमीमा आउनुपर्छ हामीलाई जोगाइदेऊ भनेर। तपाईँ किनभने यिनीहरूले यहाँ बसेर के गरे थाहा छ? भारत र चाइना फुटाउने खेल खेलेको छ। भारतलाई 9 टुक्रा र चाइनाको टिबेट फुटाउने खेल यहाँ बसेर गरेका छ यिनीहरूले नेपालबाट। बालेन र सुदनको टिमले। भनेपछि त बालेन को भन्नुभएको शक्तिशाली रहेछ नि त। हैन विदेशीको चलखेलमा, विदेशीको फन्डेड पैसामा परिचालन गरेर है। तपाईलाई मैले भने त त्यो रक्षा बम भन्ने, त्यो आस्था राउत भन्ने छ नि, एउटा मुख, माउथ इज क्युट, मुख कोनी के भनेर भनेको थियो नि केशव विस्थापितले एकपल्ट। भावना राउत। फेरि यसमा पनि मैले आस्था राउत भने कि क्या हो? अनुहार राम्रो, थुतुनो गतिलो रहन्छ, थुतुनो गतिलो रहन्छ भन्ने नि। आस्था राउत होइन, भावना राउत। आस्था सरी है, भावना राउत। कस्ता कस्ता मान्छे प्रयोग गरेको रहेछ। बालेनलाई जिताउनको लागि त्यतिखेरै सोसियल मिडिया स्ट्राटेजिकल्ली यो मान्छेहरू प्रयोग भएका हुन्। अब यो हुँदैन। अब सोसियल मिडियाको जमाना गयो नेपालमा। नेपालमा सोसियल मिडियाको जमाना गयो। त्यसले गर्दाखेरि के बुझ्नुहोस् भनेदेखि मैले गृहमन्त्री र प्रधानमन्त्रीको हकमा बालेनले आदेश दिने हैन। तपाईलाई पनि फेरि पक्राउ गर्नको लागि माथिल्लो तहबाट आदेश आइरहेछ रे। कता मलाई त पक्रेर लैजाऊ न, मलाई त खरीको बोटमा लगेर चाहिँ ल्याउ न, मलाई त्यो मतलब छैन। फेरि आन्दोलन कसरी सफल हुन्छ? जनताले कसरी मुक्ति पाउँछन् तपाईलाई पक्रेर गयो भने? अब पहिलाको जस्तो हुँदैन। पूर्व मेचीदेखि पश्चिम महाकाल यिनीहरूले नसोचेको आन्दोलन हुन्छ।